अनुग्रहको कारणले गर्दाखेरि आज हामी फेरि पनि भर्चुअल मार्फत पृथ्वीभरिका मानिसहरू भन्न म चाहन्छु होइन। हामी विभिन्न ठाउँबाट छौँ, तर पृथ्वी चाहिँ एउटै छ होइन। हामी एकै ठाउँमा बसोबास गरेका छौँ, देश अलग अलग भए पनि। हामी अमेरिकामा भए पनि, युरोपमा भए पनि, नेपाल, इन्डिया, चाइना, जापान होइन, अस्ट्रेलिया, अरब देश, इजरायल, जहाँ भए तापनि पृथ्वीमै छौँ। हामी माटोमै छौँ, चट्टानमाथि नै छौँ। जसकारण परमप्रभुले हामीलाई साँचेर राख्नुभएको छ एउटा गवाईको निम्ति। र अनि परमप्रभुलाई धन्यवाद होस्, उहाँले यो हामीलाई योग्यको ठान्नु भएर उहाँले चुन्नु भएको छ। र अनि विशेष गरेर इमानुएल फेलोसिपका अग्रजहरूलाई, पास्टर युसुफ, पास्टर डेल्ली र एल्डर्सहरू र विश्वासी हाम्रो दाजुभाइ दिदीबहिनीहरू सबैलाई धन्यवाद छ। फेरि पनि तपाईँहरूले वचन, परमेश्वरको वचन ल्याउनको निम्ति योग्य सम्झिनु भएको कारणले गर्दा म तपाईँहरूलाई धेरै धेरै हृदयदेखि धन्यवाद दिन चाहन्छु। र जो आज यहाँ उपस्थिति रहनु भएको छ, देश विदेशबाट सबै ठाउँबाट उपस्थिति रहनुभएको छ, यहाँहरूलाई पनि परमेश्वरको वचनको सेवामा स्वागत म गर्न चाहन्छु। आजको वचनको शीर्षक चाहिँ छ इनर म्यान है, भित्री मनुष्यत्व, भित्री मानिस हामी भनेर भन्छौँ नेपालीमा। इनर म्यानको बारेमा हामी थोरै अध्ययन गर्नेछौँ। म सधैँ जस्तो लामो बोल्न चाहन्न, मैले लामोलाई चाहिँ सर्ट गर्न थालेको छु, तर कति सर्ट आज हुन्छ त्यो मलाई थाहा छैन है। फेरि है, पवित्र आत्माले लम्काउनु भयो भने जानु नै पर्ने हुन्छ, छोटाउनु भयो भने हामी छोटिनु पर्छ। सो कुराको लागि परमप्रभुले हामीलाई सहायता गरौँ। आउनुहोस्, म एपिसीको पुस्तकलाई खोल्न चाहन्छु। सर्वप्रथम चाहिँ पाउल प्रेरितले यहाँ एपिसीको मण्डलीलाई यसरी लेख्दछ, म प्रार्थना गर्छु कि उहाँका महिमाको सम्पत्ति अनुसारको शक्तिले उहाँका आत्माद्वारा भित्री मनुष्यत्वमा तिमीहरूलाई शक्तिशाली पारुन् र विश्वासद्वारा क्रिस्ट तिमीहरूको हृदयमा वास गरून् र प्रेममा जरा गाडिएका र दरिला भएर सबै सन्तहरूसँग चौडाइ, लम्बाइ, उचाइ र गहिराइ के रहेछ सो बुझ्ने शक्ति प्राप्त गर्न सक र ज्ञानलाई मात गर्ने क्रिस्टको प्रेमलाई थाहा पाउन सक, ताकि परमेश्वरको सारा पूर्णताले तिमीहरू भरिपूर्ण हो। उहाँलाई जसले हामी भित्र काम गर्ने उहाँको शक्ति अनुसार हामीले मागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ। उहाँलाई नै पुस्ता पुस्तासम्म मण्डली र क्रिस्ट येशूमा सदा सर्वदा महिमा होस्, आमेन भनेको छ। हुन्छ, हामी छोटो प्रार्थना गर्नेछौँ। स्वर्गीय पिता, हाम्रो आत्मिक पिता, तपाईँलाई धन्यवाद दिन्छौँ। तपाईँ परमप्रभुले अनुग्रह गर्नुभएको कारणले आज हामी भर्चुअल सेवामा हामी एक आपसमा यसरी जोडिएर बसेका छौँ। यस घडी तपाईँले हेरिराख्नु भएको छ, हामी प्रत्येकलाई तपाईँले वाच गरिराख्नु भएको छ। र अनि परमप्रभु तपाईँको आत्माले हामीलाई सहायता गर्नुहोस्। पवित्र आत्मा हामीलाई डोराउनुहोस्, यो वचनमा सहायता गर्नुहोस्। म आफै बोल्नेलाई र सुन्नेहरू सबैलाई तपाईँको चरणमा राख्दछु र अनि पवित्र आत्मा हामी सबैको हृदयलाई तपाईँको बसमा ल्याउँदछु र तपाईँ पवित्र आत्माले कन्ट्रोल गर्नुहोस्, आत्मा संयमता अपनाउनु सहायता गर्नुहोस् र अनि वचन तपाईँले दिनुहोस् हामी सबैजनालाई। त्यो वचनले हामीलाई अभिषेक गर्नुहोस् र पवित्र पार्नुहोस् भनी बिन्ती चढाउँछु येशू प्रभुको नाममा, आमेन। विशेष गरेर प्रेरित पावलले एफिससका मण्डलीहरूको निम्ति चाहिँ प्रार्थना गर्दछ उसले है। तर यो पत्रमा पठाएछ उहाँले के प्रार्थना गर्नुहुन्छ भनेर। उहाँले चाहिँ एफिससका मण्डलीहरूलाई यो कुरा लेख्दछ प्रार्थनाद्वारा, अनि यो कुरा लेख्दछ कि उहाँको महिमाको सम्पत्तिको शक्तिले उहाँको आत्माद्वारा भित्री मनुष्यत्वमा तिमीहरूलाई शक्तिशाली पारुन्। अब आजको
मेन वचन चाहिँ यसमै म फोकस हुन चाहन्छु। यहाँ तल अरू पनि छ होइन, त्यो सान्दर्भिक कुराहरू हामीलाई चाहिन्छ, तर भित्री होइन मनुष्यत्वको कुरालाई म गर्न चाहन्छु आज है, अगाडि बढाउन चाहन्छु। अनि यसबारेमा प्रभुले एकजना व्यक्तिलाई सम्झाउनु भएको छ यसबारेमा है। यसबारेमा प्रभुले एकजना व्यक्तिलाई टिचिङ दिनुभएको छ। त्यो इक्जाम्पल मलाई ग्रेट लाग्यो, एकदमै ग्रेट लाग्यो। अनि त्यो वचनले चाहिँ मलाई चेन्जेस ल्यायो, मेरो जीवनमा पनि चेन्जेस ल्यायो। अनि त्यो वचन म तपाईँहरूलाई दिन चाहन्छु, किनकि म पनि होइन त्यही अनुसार वचन अनुसार तपाईँहरूलाई पनि त्यही मानिस जस्तो म ठान्छु है। योना 3 पददेखि लिएर 6 पदसम्म है। म यो वचन चाहिँ म आफूलाई पनि त्यस्तो भएको थियो र अहिले पनि म तपाईँलाई त्यही अनुसारको मानिस ठान्छु। यहाँ लेखिएको छ, निकोदेमसलाई यीशुको शिक्षा भनेर शीर्षकमा छ। येशूले तिनलाई जवाब दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मिन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। अवश्य हो यो। यदि हामी चाहिँ नजन्मिएको भए, येशूमा हाम्रो जन्म नभएको भए अहिले यो राज्य हामी देख्न सक्ने थिएनौँ, जुन राज्य अहिले हामीले भर्चुअल मार्फत यसरी हामीले गरिरहेका छौँ। तपाईँ एउटा महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ, तपाईँ एउटा चुनिएको जाति हुनुहुन्छ र बोलाइएको जाति हुनुहुन्छ, एकदमै महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ, जो परमेश्वरले तपाईँलाई जन्माउनु भएको छ, क्रिस्ट येशू मार्फत उहाँको राज्यमा तपाईँलाई ल्याउनु भएको छ। र त्यसकारण तपाईँ महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ, जो तपाईँको नयाँ जन्म भएको छ, होइन त? सो बाबजित आज तपाईँ र मैले एकअर्कालाई देख्ने अवसर पनि पाएका छौँ। अनि यो चाहिँ राज्य हो। अनि परमेश्वर र क्रिस्टको राज्य तपाईँको हृदयभित्र राखेको छ होइन, अरू कुनै पनि हाम्रो अङ्गमा राखिएको छैन, तपाईँको हृदयमा राखिएको छ। अनि यो हृदयको कुरा आउँदाखेरि म अहिले एकछिन यो हृदयको कुरामा नि म जानेछु है त। तर यहाँ भन्नु खोजेको चाहिँ, यहाँ परमेश्वरको वचन यो भन्दैछ कि यदि कोही नयाँ गरी जन्मिन भने उसले चाहिँ परमेश्वरको राज्य देख्न सक्दैन। निकोदेमसले उहाँलाई भने, मानिस बुढो भएपछि कसरी जन्मन सक्छ र? यहाँ फेरि निकोदेमसको के बुझाइ छ? सिधा बुझाइ छ, कसरी फेरि जन्मिने? मानिस बुढो भइसकेको हुन्छ अनि ऊ के फेरि मरेर फेरि अर्को कोखबाट जन्मिने भन्ने कुरो उसले सोचेको हुन्छ। तर वास्तवमा प्रभुले चाहिँ यो आत्माबाट जन्मिने कुराहरू गर्दै हुनुहुन्थ्यो, परमेश्वरको राज्यमा जन्मिने कुराको बारेमा भन्दै हुनुहुन्थ्यो। के त्यो आफ्नै आमाको कोखमा दोस्रो चोटि पसेर जन्मन सक्छ र? यसैले जवाब दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मिन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। शरीरबाट जन्मेको शरीर हो र पवित्र आत्माबाट जन्मेको आत्मा हो। अब यहाँ हेर्नुहोस् है, दुईटा जन्म छ है। अहिले दुईटा जन्मको कुरा गरेछ प्रभुले, एउटा शरीरबाट जन्मिने, एउटा आत्माबाट जन्मिने, दुईटा कुरा गरेछ। हाम्रो शरीरबाट कसरी जन्मिन्छ भने आमा बुवाको कोखबाट अभिभावक हुन् होइन, परमेश्वरले जन्माउनुहुन्छ, तर उहाँहरूको माध्यमबाट हामीलाई जन्म दिनुहुन्छ। यो जो कहिले पनि हामी बुझ्न सक्छौँ। तर पवित्र आत्माबाट जन्मेको चाहिँ कस्तो रहेछ त, हेर्नुहोस् त, महत्त्वपूर्ण कुरो छ। अनि आज यो पवित्र आत्माबाट जन्मेको भनेर म शिक्षामा म त जान्दिनँ, किन तपाईँहरूलाई सिकाइएको छ यो त्यो कुरो म जान्दछु। र अनि पहिलो पत्रुस 1:23 पनि भन्छ, परमेश्वरको जीवित र नित्य रहने वचनद्वारा विनाशी होइन तर अविनाशी गृहबाट तिमीहरू नयाँ गरी जन्मेका छौ भनेर चाहिँ पत्रुसले नि भन्दछ। अनि यस कारणले गर्दाखेरि अब हामी मुख्य शीर्षकमा जाउँ फेरि है, माथि अब भित्री मनुष्यत्वको बारेमा जाउँ। किनभने परमेश्वर क्रिस्ट येशूले हामीलाई नयाँ गरी जन्माउनु भएको छ, अनि ती माथि पवित्र आत्माद्वारा हामीलाई जन्माउनु भएको छ भन्ने कुरो हामी कोही पनि दुविधा छैन। जो फाइभफोल्ड मिनिस्ट्रीमा छ, जो भनौँ क्यारिस्मेटिक मुभमेन्ट या प्रोफेटिक मुभमेन्ट या अपोस्टोलिक मुभमेन्टमा जो हुनुहुन्छ, यसमा हामी कन्फ्युजै छैनौँ, हामी पवित्र आत्माबाट हाम्रो जन्म भएको छ भनेर। तर यहाँ एउटा कुरो के गर्न परमेश्वरले यहाँ के कुरो गर्न चाहनुहुन्छ भने
प्रेरित पावलको जीवनबाट एफिससको मण्डलीहरूको भित्री मनुष्यत्वलाई चाहिँ फोकस गर्नुहुन्छ। अनि मानिस चाहिँ चाहे छोरा होस् चाहे छोरी होस्, एउटा मानिस चाहिँ 3वटा कुराहरूले बनिएको हुन्छ। अनि यो पनि प्राय मैले पहिला बोलेको जस्तो लाग्छ, तर आज फेरि पनि सम्झाउन चाहन्छु। मानिस चाहिँ पहिलो कुरो चाहिँ के भयो? शरीर, होइन? शरीर, प्राण अनि आत्मा, होइन? स्पिरिट, बडी, सोल अनि स्पिरिट। शरीर, प्राण र आत्मा। अब हेर्नुहोस्, परमेश्वरले यसरी बनाउनु भयो। पहिला मानिसलाई आत्मा भनेर प्रकट गर्नु भएन आदमलाई बनाउँदाखेरि। तर पहिला परमेश्वरले सल्लाह गर्नुभयो के भन्नु? मानिस बनाऊ, हाम्रै इमेजमा, हाम्रै प्रतिरूप, होइन? हाम्रै प्रतिरूपमा चाहिँ आदमलाई बनाऊ भनेर परमेश्वरले बनाउनु भयो। बनाउँदाखेरि परमेश्वरले माटोद्वारा, होइन? माटोद्वारा के बनाउनु भयो? पहिला शरीरलाई, होइन? इमेज बनाउनु भयो। शरीर पहिला आत्मा त देखिँदैन नि त, होइन? अनि त्यो आत्मालाई चाहिँ एउटा शरीर चाहिन्छ, एउटा बडी चाहिन्छ। त्यसै गरी त्यो बडीलाई फेरि बडी मात्रै बनायो भने चाहिँ त्यो चाहिँ के हुन्छ? एउटा मूर्ति जस्तो मात्रै हुन्छ, होइन? मूर्ति जस्तो मात्रै हुन्छ। तर त्यो बडीलाई फेरि एक्टिभेसन गर्नु पर्यो परमेश्वरले, होइन? एक्टिभेसनमा लानु पर्यो। एक्टिभेसनमा लाँदाखेरि उहाँले फेरि पनि के गर्नुभयो? प्राण हालिदिनु भयो। आमेन। प्राण हालिसकेपछि त्यो माटो चाहिँ के भयो? अब हलचल गर्न थाल्यो, है? अलि हलचल, आँखाहरू यस्तो उग्रिन थाल्यो, होइन? अनि फेरि अनि प्राण बनिसकेपछि परमेश्वरले के गर्नुभयो? फेरि मानिसलाई आत्मा हालिदिनु भयो, है? सास फुक्नु भयो भनेको छ परमेश्वरले। जसरी एउटा मानिसलाई, यहाँ सम्झिनुहोस्, एउटा मानिस जस्तो कि पोखरीमा डुब्यो या स्विमिङ पुलमा डुब्यो र पानी खाएर ऊ मरेतुल्य भयो। अनि त्यो पानीमा डुबेको मान्छेलाई चाहिँ मानिसहरूले गरेर किन फेरि सास दिन्छ भन्नुहोस् त, होइन? सास दिन्छ नि, हो। सास दिइसकेपछि के हुन्छ? त्यो मानिस फर्किन्छ, होइन? फर्केर आउँछ। अब यहाँ सुन्नुहोस्, अब परमेश्वरले पनि मानिसलाई माटोबाट बनाउनु भयो, अनि प्राण हालिदिनु भयो, त्यहाँदेखि अनि आत्मा हालिदिनु भयो, है? आफ्नो आत्मा। अनि हिब्रूमा चाहिँ हृदय आत्मा चाहिँ प्राय एउटै भन्दो रहेछ हिब्रूहरूले, है? जहाँसम्म अब मैले अध्ययन गरे अनुसार। अनि इनर म्यानलाई पनि उनीहरूले चाहिँ आत्मा, होइन? आत्मा नै भन्दो रहेछ, होइन? अनि हादम हाप पनि भनेर यसरी के भन्छ, होइन? पुरै अब हिब्रू भाषा बोल्न आउँदैन मलाई, तर हाडम भनेको चाहिँ मजाले बुझिन्छ, होइन? हाडम हाप, अनि हाडम हाप हाप्नी भनेर यसरी हाप्नी मी, होइन? हाप्नी मी भनेर चाहिँ जाँदो रहेछ, होइन? अब यो प्रोनाउन्सिएसन कहाँसम्म अब सत्य छ त्यो मलाई थाहा छैन, तर यसरी चाहिँ उनीहरूको भाषामा भन्दो रहेछ। अनि यो जब यो हिब्रू शब्दहरू चाहिँ यति महत्त्वपूर्ण छ कि हाम्रो जीवनमा, तपाईँले हा गर्नुहोस् त, या भित्रबाट निस्किएर आउँछ, होइन? भित्रबाटै सास निस्किएर आउँछ। इनर मेन भन्दा आउँदैन, अनि भित्री आत्मा भन्नुहोस् त आउँदैन, होइन? भित्री मनुष्यत्व भन्नुहोस् आउँदैन। तर हिब्रूहरूले चाहिँ भित्री मनुष्यत्व भन्यो भने चाहिँ भन्नु पर्दो रहेछ कि। अनि भित्रैबाट आउँछ यो कुरो चाहिँ, हेर्नुहोस् है। अनि यो हिब्रू शब्द चाहिँ मलाई इम्पोर्टेन्ट लाग्यो कि। अब हिब्रूमा त म बच्चै छु, होइन? सिकेकै त छुइनँ, तर पनि यसलाई हिब्रूमा चाहिँ के भनिँदो रहेछ भनेर मैले अध्ययन गर्दाखेरि चाहिँ यो पाएँ मैले, होइन? होइन, यसरी हाडम भनेर उनी चाहिँ यसो भित्रैबाट, तपाईँहरू नै भन्नुहोस् त, हाडम भन्नुहोस् त। हाडम नाकिसोले त हुँदैन नि त, होइन? अलि मजाले सुन्ने गरी भन्दाखेरि चाहिँ हाडम हुँदैन, हाडम, होइन? यसरी
जाँदो रहेछ। अनि भित्रैबाट क्या, भित्रै आत्माबाट निस्किने कुरो रहेछ यो चाहिँ। अनि हिब्रूमा चाहिँ हाम्रो नेपालीको जस्तो हुँदैन रहेछ, हृदय मन त्यस्तो हुँदैन रहेछ, एउटै हुन्छ होइन, खालि हृदय मात्रै हुन्छ है, हृदय मात्रै हुन्छ। अब यहाँ आज भन्न खोजेको चाहिँ भित्री मनुष्यत्वको बारेमा। तपाईँको भित्री मनुष्यत्वमा चाहिँ परमेश्वरले काम गर्न चाहन्छ, बाहिर मनुष्यत्वमा होइन, बाहिर मनुष्यत्वमा हाडम यस्तो शब्दहरूमा चाहिँ परमेश्वरले काम गर्न चाहनुहुन्छ। भित्रैबाट जिज्ञासा आउने कुराहरूमा, भित्रैबाट आउने कुराहरूमा परमेश्वर चाहिँ रहन चाहनुहुन्छ। बाहिरी मनुष्यत्व विचारबाट आउने कुराहरूमा होइन, परमेश्वरले ध्यान दिनुहुन्न त्यस्तो कुरामा। तपाईँ चाहिँ एउटा भित्री होइन, भित्री हुनुहुन्छ तपाईँ। मानिलिउँ कि म रोमीको पुस्तकमा जान चाहन्छु अब है, किनकि हामी जान्दछौँ कि व्यवस्था आत्मिक हो। रोमी 7 अध्यायको 14देखि म पढ्दैछु। किनकि हामी जान्दछौँ कि व्यवस्था आत्मिक हो, तर म चाहिँ शारीरिक छु र म पापैमा बेचिएको छु। म के गर्दैछु त्यो म बुझ्दिनँ, किनकि म जे चाहन्छु त्यो गर्दिनँ, तर त्यही गर्दछु जो म घृणा गर्दछु। गर्न नचाहेको म गर्दछु भने व्यवस्था असल छ भने म सहमत हुन्छु। यसैले अब त्यो गर्ने म होइन, तर ममा बास गर्ने पाप हो। किनकि मलाई थाहा छ कि ममा अर्थात् मेरो पापमय स्वभावमा केही असल कुराले बास गर्दैन। जे असल छ त्यो गर्ने इच्छा ममा छ, तर म त्यो पुरा गर्न सक्दिनँ। किनभने असल काम जो म गर्न चाहन्छु त्यो म गर्दिनँ, तर दुष्ट काम जो म गर्न चाहन्न त्यही म गर्ने गर्छु। अब म जो इच्छा गर्दिनँ त्यही गर्छु भने त्यो गर्ने म होइन, तर म भित्र बास गर्ने पाप हो। यसरी एउटा नियमले काम गरेको म पाउँछु। अब म भलो गर्न चाहन्छु, तब दुष्टतालाई मेरै नजिकै उपस्थिति पाउँछु। किनकि म मेरो अन्तस्करणमा परमेश्वरको व्यवस्थामा आनन्दित हुन्छु, तर मेरा अङ्गहरूमा अर्को नियमले मेरो मनमा रहेको नियमसँग युद्ध गर्दछु र मेरा अङ्गहरूमा बास गर्ने पापको नियमले मलाई बन्धनमा पार्दछ। हाय, म कस्तो दुखी मानिस! यस मृत्युको शरीरबाट मलाई कसले छुटाउला? येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा नै परमेश्वरलाई धन्यवाद होस्। त्यसैले म स्वयं आफ्नो मनले त परमेश्वरको व्यवस्थाको सेवा गर्दछु, तर मेरो पापमय स्वभावद्वारा चाहिँ म पापको व्यवस्थाको सेवा गर्दछु। पाल प्रेरितले यहाँ रोमीको मण्डलीलाई यति क्लियर सन्देश दिएको छ कि मण्डलीको भित्रीको कुरा गरेको छ। यहाँ भित्री मण्डली भनेको तपाईँ हो है, अरूलाई नसम्झिनुहोस्। अहिले मात्रै भन्न चाहन्छु तपाईँहरूलाई, तपाईँ स्वयं हो मण्डलीको भित्री यो पार्टमा चाहिँ एउटा इनर कोर है, कोर भन्छौँ हामी त्यो होइन। भित्री यति चाहिँ मैले जहिले पनि भन्ने गरेको छु, यति चाहिँ हाम्रो हृदय है, यति हृदय। मान्छेले हृदय मात्र भन्यो भने चाहिँ के गर्छ, हामी यसो गरिहाल्छ क्या, यो मुटुलाई यसो गर्छौँ होइन है, मुटुलाई यसो गर्छौँ। मुटु पनि एउटा पार्टै हो, तर यति सबै चाहिँ हृदय हो। यो हृदय चाहिँ मेन हो होइन, मेन वासस्थान हो। तपाईँ चाहिँ एउटा मानिस हो जुन तपाईँको यो मुहार छ नि, हजुर यसो गर्नुहोस् त, यसो गर्नुहोस् त, यसो होइन। अनि जुममा नि यसो गर्नुहोस्, भिडियो अन गरेको छैन म जस्तो गर्नुहोस् त, यस्तो हेरेर है। ओहो, कति ह्यान्डसम पो रहेछु, कति ब्युटी पो रहेछु भन्नुहोस् न। सुन्दै हुनुहुन्छ?
भन्नुहोस् न, आफूलाई भन्नुहोस् न, म कति धेरै ह्यान्डसम छु होइन, म कति ब्युटिफुल छु भन्नुहोस् छोरी मान्छेहरूले है। एकदमै तपाईँ सुन्दरी हुनुहुन्छ अनि तपाईँ एकदमै सुन्दर हुनुहुन्छ। परमेश्वरले एकदमै सुन्दर बनाउनु भएको छ अनि एकदमै सुन्दरी तपाईँलाई बनाउनु भएको छ छोरीहरूलाई होइन। परमेश्वरले त्यस्तो नराम्रो बनाएको छैन। तपाईँ एकदमै सुन्दरी भएर परमेश्वरको छोराले मन पराएर तपाईँलाई विवाह गर्नुभयो होइन त, सुन्दरी भएको कारणले। अनि तपाईँ एकदमै सुन्दर भएको कारणले परमेश्वरको सुन्दरी छोरीले पनि तपाईँलाई मन पराएर विवाह भएको हो नि त, जोडिएको हो है। बिचरा विवाह नहुनेहरूलाई त केही पो रहेनछ है भनेर सोध्नुहुन्छ होला। विवाह नहुनेहरू झन् असल, अझै यसुलाई मनपर्ने सुन्दर तपाईँमा छ है। त्यसरी अगाडि बढ्नुहोस् तपाईँहरू। तर यहाँ शारीरिकको एउटा सुन्दरता जुन छ नि, अहिले हामी बिहान उठेपछि हामी के गर्छौँ, मुख धुन्छौँ, ब्रस गर्छौँ, अनि त्यहाँदेखि चडाकचुड होइन अब नुहाउँछौँ, नुहाएर चट्ट के गर्छौँ, छोरा मान्छेलाई चाहिँ धेरै छैन रहेछ, लोसन सोसन लाएर पुगिहाल्दो रहेछ। तर छोरी मान्छे के गर्छौँ, अब कहीँ पार्टीमा जानु छ, अफिसमा जानु छ भने के पहिला के पो भन्छ, बेस होइन, क्रिमको फाउन्डेसन, होइन फाउन्डेसन भन्छ है, फाउन्डेसन लाउनुहुन्छ उहाँहरूले है। त्यो नलाएसम्म अरू क्रिम अडिँदैन रहेछ नि त होइन। मलाई पछि मात्रै थाहा भयो यस्तो कुराहरू है। अनि साधारण तपाईँको रूपलाई फाउन्डेसन लाएर अनि अलिकति चमक दिएपछि साधारणमा र क्रिम लाएर होइन अन्तर त छ नि त, झन्डै आकाश पतालकै फरक पर्छ। ओहो कस्तो सुन्दर रहेछ भनेर भन्छ होइन, सबैले कति सुन्दर रहेछ है उहाँको श्रीमती भनेर भन्छ, ओ कति राम्री भन्छ। तर भरे बेलुकी के हुन्छ, त्यो क्रिमहरू सबै झरिसक्छ है, क्रिमहरू झरिसक्छ। अनि बाथरुममा गएर पखाल्नुहुन्छ दिदी बहिनीहरू होइन। माफ गर्नुहोस् है तपाईँहरूलाई भन्नु खोजेको होइन, तर यो नेचुरली कुराहरूलाई मैले प्रस्तुत गर्दैछु। अनि तपाईँले आफ्नो अनुहारहरू हेर्नुहुन्छ, उही अनि चाउरी परेको देख्नुहुन्छ होइन। हेर्नुहोस्, नक्कली कुराहरूले चाहिँ हामीलाई धोका दिन्छ। जस्तो फाउन्डेसन लाएर क्रिम श्रिम लाउनु भनेको होइन अर्कै कुरो हो नि त। तर जब तपाईँ बालक हुनुहुन्थ्यो, बालिका हुनुहुन्थ्यो, अनि 14, 15 अनि 20 वर्ष 25, 30 वर्षसम्मको हुनुहुन्थ्यो, तपाईँ कति सुन्दर देखिन्थ्यो, ह्यान्डसम होइन। अनि तपाईँलाई एउटा म प्रश्न गर्दछु, तपाईँको 10 वर्षको उमेर अनि 16 वर्षको उमेर अनि 25 वर्षको उमेर र 30 वर्षको उमेर, 40 वर्ष, ल 40 वर्षसम्मदेखि अरू भनौँ भने अलिक होइन अब चौरी परिसकेको हुन्छ त्यहाँदेखि है, अब 40, 50, 60 चौरी परिसक्छ गालामा। तर अब तपाईँले याद गर्नुहोस्, 80 वर्ष पुगेकाहरूलाई पनि भन्न चाहन्छु, फोटो हेर्नुहोस्, 10 वर्षको उमेरको, 16 वर्षको हेर्नुहोस्, 25 वर्षको हेर्नुहोस्, 30को हेर्नुहोस्, 40को हेर्नुहोस्, 60, 50को हेर्नुहोस्, 60को हेर्नुहोस्, 70, 80को हेर्नुहोस्, हामी जो यहाँ छौँ, कुन फोटो मन पर्छ लु भन्नुहोस् त। हामी चाहिँ कस्तो भने वचन भनेको चाहिँ बातचित पनि गर्नु हो क्या, पढेर सुनाउनु मात्रै होइन कि। वचन भनेको चाहिँ बातचितको हो, वास्तवमा बातचित हो होइन। परमेश्वर चाहिँ तपाईँ र मसँग बातचित गर्न चाहनुहुन्छ है। अनि अवश्य तपाईँले चाहे 30 वर्षको पुग्नु भएको होस् होइन, 40को पुग्नुहोस्, 50, 60 पुग्नुहोस् होइन, अवश्य तपाईँले 16 वर्षको फोटो मन पराउनुहुन्छ होइन। 16, 17, 18, 20 वर्षसम्मको फोटो, यस आहा म त कस्तो होइन राम्रो थिएछु नि भन्नुहुन्छ कि मैले झुट बोलेँ भन्नुहोस् त, होइन नि होइन, सत्य हो नि। होइन भने त्यस्तो लाग्दैन भने तपाईँले फोटो खोजी खोजी हेर्नुहोस्, अनि तपाईँले जवानको फोटो नै तपाईँले मन पराउनुहुन्छ है। त्यो चाहिँ वास्तविकता हो होइन, वास्तविकता हो। त्यो क्रिम चाहिँ होइन फेरि है, क्रिम लाएर चटक्क पारेर, अहिले त क्रिम पनि लाउनु पर्दैन, फोटोसपले यसो यसो गरेर उसले आफै गरिदिन्छ होइन। अहिले फोटोसप मात्रै आइसक्यो। अस्ति नै मैले म आफै स्वयंले पनि गर्दै थिएँ कि म चाहिँ जवान अवस्थामा कस्तो देखिन्छु होला, एआई लो भनेर गर्दाखेरि एआईले सर निकालिदियो।
यति हाँस उठ्यो मलाई त सुरुमा है। अब सोच्नै नसकेको एआईले गर्छ हेर्नुहोस् है। सान्दर्भिक कुरो के भन्दाखेरि नेचुरली कुरो चाहिँ अर्ग्यानिक हुन्छ। आमेन। नेचुरल कुरा चाहिँ अर्ग्यानिक हुन्छ। परमेश्वरले बनाइदिएको कुराहरू अर्ग्यानिक हुन्छ। अनि परमेश्वरले पनि यहाँ रूपको कुरा गर्नुहुन्न है, मानिसको रूपको कुरा गर्नुहुन्न, तर हृदयको कुरा राख्नुहुन्छ, आत्माको कुरा राख्नुहुन्छ। तपाईँ चाहिँ अघि मैले भन्दै थिएँ, तपाईँ चाहिँ तीनवटा कुराले बनिनु भएको छ, शरीर, प्राण र आत्मा। तीनवटा कुराले बनिएको छ। अनि तीनवटा कुरा बनिसकेपछि अनि त्यो चाहिँ मानिस हुन्छ। अनि तपाईँलाई तपाईँलाई तपाईँ भनौँ न यति महत्त्वपूर्ण हुन्छ कि मानिलिउँ एउटा उदाहरण, तपाईँ जन्मिनु भयो, कसैले नामै दिएन भने के गर्ने तपाईँ भन्नुहोस् त? तपाईँलाई के भन्ने? अब नामै दिएन, तपाईँलाई कसैले भनिदियो ए साढे गोरु भन्दा चित्त बुझ्छ? बुझ्दैन होला होइन। ए मुढा, ए ढुङ्गा भन्यो भने चित्त बुझ्दैन। नाम नाम चाहिँ यति महत्त्वपूर्ण छ है। तपाईँलाई कोही आफ्नो अभिभावक मार्फत या पास्टर मार्फत या पुजारी मार्फत तपाईँलाई नाम दिएको छ। त्यो चाहिँ के हो त भन्दाखेरि तपाईँको चिनारी हो। तपाईँलाई कसरी होइन बोलाउने, कसरी चिन्ने तपाईँलाई? तपाईँ बाहिर हिँडेर जानुभयो, एउटा मान्छे गयो, को गयो गयो, पछाडि हेर्दैन, चिनिएन नि त। तर अगाडिबाट जाँदाखेरि अनुहार त फलानाको हो होइन, फल्ना जस्तो रहेछ तर फलाना रहेछ भनेर बुझ होइन, फल्ना अशोक हो, फलाना मनोज हो भन्ला होइन, यस या भन्ला याकुब भन्ला, जेम्स भन्ला होइन, तपाईँको नाम जे छ त्यो भनेर तपाईँलाई चाहिँ एउटा चिनारीको रूपमा चाहिँ नाम दिएको हुन्छ। त्यो चाहिँ के हो? फोटो हो। त्यो चाहिँ के हो भन्नुहोस् त? फोटो मात्र हो। तर वास्तविक भित्र त अर्कै मानिस हो नि तपाईँ होइन। यो बाहिरी रूप अनुसारको त होइन नि। बाहिरी रूप सबैले तपाईँलाई चिन्छ, तर भित्रीको रूप चाहिँ तपाईँको भित्री मनुष्यत्व चाहिँ जो सबैले चिन्नु सक्दैन तपाईँलाई। मलाई पनि सक्दैन, तपाईँलाई पनि चिन्नु सक्दैन कसैले भित्री मनुष्यत्व चाहिँ। अनि भित्रीको मनुष्यत्व कसले तपाईँलाई चिन्न सक्छ भने परमेश्वरले मात्र सक्नुहुन्छ, यीशुले मात्र सक्नुहुन्छ, अनि पवित्र आत्माले मात्र सक्नुहुन्छ तपाईँलाई चिन्न, अरू कोही मानिसले सक्दैन। अनि त्यही भित्री मनुष्यत्वको कुरा यहाँ पावल प्रेरितले रोमीका मण्डलीहरूलाई लेख्दछ। भित्री मनुष्यत्व चाहिँ चेन्ज हुनु पर्यो, चेन्ज हुनु पर्यो। हाम्रो भित्री मनुष्यत्व चाहिँ परिवर्तन हुनु पर्यो, शक्तिशाली हुनु पर्यो। भित्री हो, भित्री मानिस। तपाईँ चाहिँ भित्री मानिस हो। मैले अघि बाहिरको कुरा गर्दै फोटो रूपको बारेमा गर्दै थिएँ नि, त्यो चाहिँ बाहिरको कुरा। तर भित्री तपाईँ होइन, भित्री तपाईँको हृदयको कुरा गर्दैछु मैले होइन, हृदयको। अनि हृदयभित्र चाहिँ के छ? परमेश्वरले सास फुकिदिनु भएको छ तपाईँलाई होइन। परमेश्वरले आफ्नो आत्मा हालिदिनु भयो, आत्मा हालिदिनु भएको छ। अनि त्यो आत्मा चाहिँ तपाईँको भित्र यो इनर पार्ट होइन, भित्र यो भित्री हृदयमा चाहिँ बास गर्दछ। त्यहाँ चाहिँ तपाईँ हुनुहुन्छ, त्यो हृदयभित्र चाहिँ तपाईँ बास गर्नुहुन्छ। हेर्नुहोस्, अनि यहाँ सुन्नुहोस्, अब जब जब मानिस हेर्नुहोस् है, अचम्म छ। तपाईँको तपाईँको हात चुटिँदा मरिन्छ भन्नुहोस् त? मरिँदैन नि होइन। डक्टरकोमा गयो भने जोइन गरेर नि बाँचिहाल्छ होइन। तपाईँको तपाईँको एउटा कान चुट्यो भने नि मान्छे मर्दैन होइन, त्यो टालिन्छ। खुट्टामा चाहिँ नि मान्छे मर्दैन नि होइन। नेचुरली कुरा जाँदाखेरि कति मान्छे निधारमै गोली लाउँदा पनि मान्छे मर्दैन होइन। तर जब हेर्नुहोस्, जब मान्छे मर्ने बेलामा के गर्छ भन्नुहोस्, एउटा याद गर्नुहोस् है। जब मान्छे मर्ने बेलामा चाहिँ गर्छ नि होइन, गरेर जान्छ। थाहा छ हजुरहरूलाई? देख्नुभएको छ कोही मरेको मान्छे देख्नुभएको छ? देख्नु भएको छैन भने त्यही नै यस्तो होइन, नत्र नै यति चाहिँ हुन्छ है। त्यति त्यति हुँदाखेरि के हुन्छ? आत्मा निस्केर जान्छ।
वास्तवमा मानिस चाहिँ त्यो हो, यो शरीर होइन, यो शरीर होइन। यो शरीर चाहिँ एउटा साधन जस्तो हो, आत्माको चाहिँ साधन जस्तो हो। अनि त्यो भित्री मनुष्यत्व भनेको चाहिँ आत्मा हो, तपाईँको आत्मा। भित्री मनुष्यत्व भनेको चाहिँ आत्मा हो। अनि त्यो आत्माले मात्रै तपाईँको हृदयलाई ठिक पार्न सक्दछ। हृदय छुट्टै कुरो हो, आत्मा छुट्टै कुरो हो है। हृदय छुट्टै कुरो, आत्मा छुट्टै हो। आत्मा चाहिँ हाम्रो होइन हृदयमा छ, हाम्रो आत्मा पनि हाम्रो हृदयमा छ। परमेश्वरको पवित्र आत्मा नि के छ, हाम्रो हृदयमा राखिएको छ। अनि हाम्रो आत्मा र पवित्र आत्माको बातचित हुन्छ होइन, बातचित हुन्छ। पवित्र आत्माले चाहिँ हाम्रो आत्मालाई होइन, हाम्रो आत्मालाई इन्करेज गर्छ। अनि आत्माले चाहिँ हृदयका कुराहरू कुन राख्ने कुन नराख्ने फ्याँक्न मद्दत गर्छ है, यी दुईटा आत्माले। त्यो भित्र तपाईँको आत्माको बारेमा चाहिँ पावल प्रेरितले एफिसीका मण्डलीहरूलाई भने जस्तै गरेर भित्री मनुष्यत्व चाहिँ शक्तिशाली हुनुपर्छ। भित्री तपाईँको भित्री मनुष्यत्व चाहिँ परिवर्तन हुनुपर्छ। शक्तिशाली कसरी हुने भन्दाखेरि परिवर्तन भएर हो नि त। त्यही होइन पुरानो कुरामा लागेर त तपाईँ शक्तिशाली हुनुहुन्न, शक्तिशाली हुन सक्नुहुन्न। तर त्यही भित्री मानिस चाहिँ तपाईँ स्वयं, तपाईँको भित्री मानिस चाहिँ शक्तिशाली हुनुको लागि त तपाईँमा ग्रेट चेन्जेसको कुराहरू हुनुपर्छ, चेन्जेस कुराहरू आउनुपर्छ तपाईँको जीवनमा। त्यतिकै हुँदैन चेन्ज। किनभने तपाईँलाई परमेश्वरले ख्रीष्ट येशूले चाहिँ नयाँ गरी जन्माउनु भएको छ, पानीद्वारा आत्माद्वारा जन्माउनु भएको छ। तपाईँ जन्मिने मात्रै होइन कि, अब तपाईँ चाहिँ हुर्किनु पर्यो, तपाईँ बढ्नु पर्यो। एउटा बालक चाहिँ शक्तिशाली हुँदैन, एउटा परिपक्व जवान चाहिँ शक्तिशाली हुन्छ। तपाईँको भित्री मनुष्यत्व चाहिँ शक्तिशाली हुनु पर्यो। बालक भएर भएन, अब बालक अवस्थाको भएर भएन। मलाई उसको शिक्षा राम्रो लाग्छ, त्यो मान्छे मलाई मनपर्छ, फलानामा यो मनपर्छ, यो सबै बालकले सोच्ने कुरो हो। प्रेरित पावलले त्यही भन्छ, मैले पहिला जस्तो सोच्नु छोडेँ, मैले बालकपन छोडिदिएँ भनेर भन्छ नि होइन। त्यो छोड्नु पर्यो, हामीले एकदमै छोड्नु पर्यो। तर येशूले के भन्छ भनेर कहिले पनि सोच्दैन आफूलाई। खालि फलानाले मलाई यसो भन्छ, फलानाले मलाई यसो भन्छ, म यस्तो, खालि यस्तै कुरो चाहिँ के हो त भन्दाखेरि यो बालकपन हो। तर येशूले चाहिँ के भन्छ तपाईँलाई, पवित्र आत्माले चाहिँ तपाईँलाई के भन्छ, त्यो चाहिँ महत्त्वपूर्ण कुरो हो नि तपाईँको जीवनमा। अनि मेरो पनि यही इच्छा छ, इमानुएल मण्डली मनुष्यतामा तपाईँ जवान लक्का पक्का परिपक्व जवान जस्तो हुनु पर्यो। सोचाइमा, विचारमा होइन, लमाइ चौडाइ गहिराई सबै उचाइ र गहिराईसम्म तपाईँ चाहिँ एउटा जवान मानिस जस्तो परिपक्व मानिस जस्तो चाहिँ हुनु पर्यो। भित्री 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 हुनु पर्यो, यहाँ होइन। हेर्नुहोस् परमेश्वरले, हेर्नुहोस् तपाईँको हृदय किन यहाँ राखिदिएन होइन, यहाँ हुनुपर्ने हो नि त। वास्तवमा निधारमै हुनु पर्यो नि, सोच्छ नि यसले होइन, हृदय किन यहाँ राख्नु भएको, हेर्नुहोस् त ल। यहाँ राख्दा त हुन्थ्यो नि त होइन, यहाँ पनि सोच आउँछ नि त। अनि यहाँ पनि सोच आउँछ, हेर्नुहोस्। अनि मानिसको आत्मा किन अनि आँखामा राखिएन होइन, आँखाले त देख्छ नि त। याद गर्नुभएको छ कहिले यो कुरा? मानिसको आत्मा मनुष्यत्व भनौँ न, भित्री मनुष्यत्वकै कुरा गर्दैछौँ हामी होइन, शीर्षक त्यही हो। त्यो मनुष्यत्व किन आँखामा राखिएन, हेर्नुहोस् त, आँखाले त देख्छ नि त। किन राख्नु भएन भन्दाखेरि यो यति पार्ट चाहिँ मेन हो, मानिसहरूको यति पार्ट चाहिँ इनर कोर हो, यहाँबाट सञ्चालित हुन्छ। आमेन, भित्रबाट सञ्चालित हुन्छ। तपाईँले हेर्नुहोस् सबैभन्दा बढी खर्च केमा गर्छ मानिसहरूले, हेर्नुहोस् है। कुनै पनि एउटा सृष्टि गर्दाखेरि, जस्तै एउटा कम्प्युटरकै कुरा गरौँ न, कम्प्युटरकै कुरा गरौँ, सबैभन्दा बढी खर्च अहिले कम्प्युटरमा के कुन पार्ट्समा हुन्छ भन्दाखेरि चिप्समा हुन्छ। याद छ हजुरहरूलाई है? चिप्समा त्यो चिपमा चाहिँ धेरै खर्च गरेको हुन्छ, धेरै खर्च। अनि तपाईँलाई थाहा छ, तपाईँको मोबाइलमा नि होइन, पहिला चिप्सवाला सिम कार्ड आउँथ्यो नि, अहिले त अब ई सिम भन्छ।
इसिम भए पनि त्यहाँ खर्च भएको छ इसिममा पनि हेर्नुहोस् भयङ्कर होइन लगानी गरेको हुन्छ त्यो बिना चल्दैन नि त मोबाइल होइन मोबाइल चल्दैन कम्प्युटर चल्दैन इन्टेल कोर कति कति भन्छौ नि होइन इन्टेल कोर अहिले कति चल्दैछ 10 होइन 10 12 कति आइसक्यो होला होइन इन्टेल कोर अहिले ल्याटेस्टको होइन त्यसैकै मात्र 2-3 लाख पर्छ अरू बाहिर खोल चाहिँ सस्तो हेर्नुहोस् जुन यत्रो छ चिप्स धेरै पनि छैन यत्रो यत्रो मात्रै हुन्छ होइन सानो हुन्छ यत्रै भनौँ न यत्रै यत्रै मात्रै हुन्छ 2-3 लाख पर्छ हेर्नुहोस् त्यसको ल्याटेस्ट भर्जनको 2-3 लाख पर्छ अरू तपाईँको कम्प्युटर कत्रो हुन्छ भन्नुहोस् त ठुलो साइज हुन्छ होइन यत्रो कहाँ होइन यत्रो सानो कुरामै फोकस हुन्छ हेर्नुहोस् भन्नु यहाँबाट भन्नुको अर्थ के हो भन्दाखेरि तपाईँको हृदय र तपाईँको भित्री मनुष्यता त्यो आत्मा होइन आत्माको बारेमा चाहिँ परमेश्वरले चाहिँ लगानी गर्नुहुन्छ यो बाहिर रूपमा त हामी परमेश्वर लगानी गर्नुहुन्न पहिल्यै दिइसक्नु भयो होइन उहाँले त्यो दिइसक्नु भयो तर अहिले स्टिल तपाईँलाई चाहिँ के गर्नुहुन्छ परमेश्वरले तपाईँको हृदय र आत्मालाई बनाउन चाहनुहुन्छ त्यसमै लगानी गर्नुभयो गर्न चाहनुहुन्छ आज मेन यो सङ्गतिको उद्देश्य के हो भन्नुहोस् त लु तपाईँ र म भित्री बनिने होइन भित्री बनिनुकै लागि हामी सङ्गतिमा छौँ नि त छ भन्ने होइन सहमत हुनेहरूले यसो गर्नुहोस् न होइन है हाम्रो भित्री मनस्तत्वलाई नै चेन्ज गर्नको लागि हामी आएका छौँ नि त परिवर्तन अझै परिवर्तन हुन चाहन्छौँ अझै नयाँ यो भित्री मानिसलाई अझै बलियो गर्नु होइन बलियो गर्न चाहन्छौँ अझै यसलाई शक्तिशाली पार्न चाहन्छौँ भनेर हामी यहाँ भेला भएका छौँ नि त होइन हो यो भित्री मनुष्यत्वमा परमेश्वरले लगानी गर्न चाहनुहुन्छ आज मानिसहरू विश्वभरिका क्रिस्चियनहरू हुनुहुन्छ होइन बाहिरी रूप सजाउनलाई उहाँले होइन सुन चाँदी खर्च गर्नुहुन्न आफ्नो समय पनि बर्बाद गर्नुहुन्न परमेश्वरले तर तपाईँको भित्री मनुष्यत्व र तपाईँको हृदयलाई परिवर्तन गर्नको लागि उहाँले 2000 वर्ष पनि बिताइसक्नु भएको छ तपाईँ र मलाई पर्खिनु भयो हेर्नुहोस् लगानी गरेको हुनुहुन्छ परमेश्वरले त्यो भित्र तपाईँको त्यो अघि मैले भने नि कम्प्युटरको भित्र इन्टेल चिप्स होइन या इन्टेल अहिले त थुप्रै कम्पनीको चिप्स आउँछ होइन कुनै पनि कम्पनी होस् तर त्यो चिप्स बिना चाहिँ चल्दैन कम्प्युटर चल्दैन त्यसमै लगानी गरेको हुन्छ अनि हामी जुनै जातिका हौँ चाहे होइन गोरे काले भुन्टे मोटे सिकुटे लिउरे होइन जेसुकै हौँ जुनै जातका हौँ परमेश्वरलाई फरक छैन तर परमेश्वरले भित्री तपाईँको हृदय र आत्मालाई बनाउन चाहनुहुन्छ त्यो मनुष्यत्व त्यहाँ रहन्छ त्यसलाई चाहिँ परमेश्वरले बनाउन चाहनुहुन्छ इन्टेल चिप्स ओरिजिनल डुप्लिकेट होइन डुप्लिकेट हाल्यो भने कम्प्युटर चल्दैन होइन एकछिन चलायो जस्तो गर्छ 1 महिनापछि झ्याडामै जान्छ होइन डुप्लिकेट परमेश्वरले हाल्नु चाहनुहुन्न त्यो इन्टेल चिप्स भित्री मनुष्यत्व भनेको इन्टेल चिप्स भनेको चाहिँ के हो भन्दाखेरि तपाईँ चाहिँ परमेश्वरको पुत्र जस्तै तपाईँ चाहिँ धर्मपुत्र हुनुहुन्छ तपाईँहरू सबैजना यो बारम्बार हामीले शिक्षा दिइरहेका छौँ हामी चाहे छोरा होस् चाहे छोरी हौ परमेश्वरको पुत्रहरू हौँ अनि त्यो पुत्रको चिप्स हाल्नु चाहनुहुन्छ भित्र तपाईँको यो मनुष्यत्वमा चाहिँ त्यो चिप्स राख्न चाहनुहुन्छ अनि उहाँले हामीले त्यो कहाँ पाउँछौँ भन्दाखेरि रोमी 8 अध्यायमा होइन हामीले पाउँछौँ 8 को 28 29 30 कतिमा होला होइन हामीले त्यहाँ पाउँछौँ कि तपाईँहरू म चाहिँ धर्मपुत्र है भनेर धर्मपुत्र भनेको चाहिँ कस्तो भन्दाखेरि सेम क्राइस्टको होइन क्रिस्टको होइन यीशुको इमेज क्या जस्तो यीशु हुनुहुन्थ्यो नि त्यस्तै हो क्या हामी चाहिँ त्योभन्दा फरक केही पनि छैन देखिँदैन पनि फरक तर तपाईँ र मैले चाहिँ अब समाजले हाम्रो समाज भित्री मनुष्यत्व चाहिँ चेन्ज हुनु पर्यो होइन नवीकरण हुनु पर्यो भित्री मनुष्यत्वको सोचहरू परिवर्तन हुनु पर्यो परिपक्वतामा जानु पर्यो अनि तपाईँलाई परमेश्वरले कसरी बनाएको छ भने येशूको के भन्छ
मुहार होइन, येशूको इमेजमा परमेश्वरले बनाउनु भएको छ। अरू कुनै पनि इमेज छैन त्यहाँ, न स्वर्गदूतहरू, न शैतान जस्तो होइन, न अरू कुनै दूतहरू जस्तो। तर तपाईँलाई चाहिँ येशूकै इमेजमा बनाइएको छ, येशूकै इमेजमा। किनभने उहाँ चाहिँ पहिलो छोरा हुनुहुन्छ, आमेन। येशू चाहिँ पहिलो पुत्र हुनुहुन्छ। अनि त्यहाँदेखि हामीहरू परमेश्वरले त्यो चिप्स चाहिँ राख्न चाहनुहुन्छ, जुन येशूमा राखिएको थियो त्यही चिप्स राख्न चाहनुहुन्छ तपाईँको भित्री हृदयमा, त्यो मनुष्यत्वमा राख्न चाहनुहुन्छ। उहाँले कहीँ पनि राख्न चाहनुहुन्न, त्यो दिमागमा नै राख्न चाहनुहुन्न, तपाईँको आँखामा पनि राख्न चाहनुहुन्न। यो चाहिँ बाहिरी शरीर हो, यो होइन, यो बाहिरी शरीर हो। बाहिरको कुराले कहिले पनि तपाईँ र मलाई परमेश्वरसँग नजिक गराउँदैन। जब तपाईँ भोको हुनुहुन्छ नि, जब होइन केही कुरा भोक लाग्यो भने तपाईँले कानमा खुवाएर हुन्छ, हुँदैन नि त। भोक मेट्छ भन्नुहोस् न, कानलाई दिएर भोक मेट्छ, आँखाले हेरेर भोक मेट्छ होइन। सुँग्नुहोस् होइन, सुँग्नुहोस्, सुँगेर कहीँ भोक मेट्छ भन्नुहोस् त। आहा कस्तो मिठो बास्ना मात्रै भन्नुहुन्छ। भोक मेट्नको लागि के गर्नु पर्यो भन्नुहोस् न, खानु पर्यो नि त। अनि पो तपाईँको भोक मेटिन्छ र तृष्णा हराउँछ, भोकको तृष्णा हराउँछ। यसरी नै होइन, परमेश्वरले तपाईँको भित्र इनर म्यान होइन, भित्री मनुष्यत्वलाई चेन्ज गर्न चाहनुहुन्छ। अनि त्यो भित्री मनुष्यत्व चाहिँ भोकाउनु पर्यो। अब बाहिरी मनुष्यत्वले चाहिँ के हुन्छ, खाली खानेकुरा, मिठो मिठो मासु भात, आज के छ सब्जी बुढी होइन, आज त छैन त हौ, आज त फास्टिङ भन्यो नि होइन। श्रीमानहरू बिचरा काम गरेर आएको हुन्छ, फास्टिङ भनिदिँदा के होला। हेर्नुहोस्, भित्री मनुष्यत्व चाहिँ तपाईँको मेन पार्ट हो। त्यसमै परमेश्वरले काम गर्न चाहनुहुन्छ, त्यो चाहिँ चेन्ज हुनु पर्यो। अनि अब भित्री मनुष्यत्व चाहिँ शरीर अनुसार चल्दैन है, यो चाहिँ याद गर्नुहोस् है, एकदमै याद गर्नुहोस्। भित्री तपाईँको मनुष्यत्व चाहिँ तपाईँको शारीरिक कुराहरू हुन्छ नि, अङ्गहरूको डिसिजनमा चल्दैन। प्राणको होइन, प्राणमा 3वटा कुरा हुन्छ होइन, प्राणमा 3वटा कुरा हुन्छ। के हुन्छ भन्दाखेरि भावना हुन्छ होइन, भावना हुन्छ, त्यहाँदेखि इच्छाहरू हुन्छ, अनि मन हुन्छ होइन। इच्छा, मन, भावना, 3टा कुरा हुन्छ प्राणमा। अनि भित्री मनुष्यत्वले चाहिँ यो कुरालाई सघाउने होइन क्या, तपाईँको भित्री मनुष्यत्व इनर कोर मेन होइन, त्यसले चाहिँ त्यो प्राणको कुरालाई सघाउने होइन। तर हामीले नबुझेको कारणले गर्दा के गर्छौँ, प्राणलाई छिट्टै मद्दत गरिहाल्छौँ। त्यो भित्री मनुष्यत्वले त्यो फल्नाले सघाइहाल्छ क्या आफ्नो शरीरको कुराहरूलाई। अघि हामीले रोमीको पुस्तकबाट पढ्दै थियौँ नि होइन, जुन कुरो म गर्न चाहदिनँ, के भन्दै थियो पावलले, म त्यही गरी पठाउँछु भन्छ। गर्न नचाहेको कुरा चाहिँ अघि गरी पठाउँछ अरे। अनि जुन कुरा गर्न चाहन्छु त्यो म गर्दिनँ भन्छ, हेर्नुहोस् परमेश्वरको वचनले। अनि भित्र द्वन्द्व छ कि छैन भन्नुहोस् त। तपाईँ हामीमा छ नि भित्र, अरूसँग होइन, भित्र सेल्फ होइन, आफैसँग द्वन्द्व छ भित्र। त्यो होइन, त्यो भित्र द्वन्द्वबाट कहिले तपाईँ शक्तिशाली भएर भिक्टोरियस म्यान हुने होइन, शक्तिशाली होइन कहिले हुने। भित्री मनुष्यत्वमा तिमीहरू शक्तिशाली हौ भनेको छ नि त एपिसीको मण्डलीलाई होइन, त्यो कहिले हुने हामी होइन। बुझ्दै हुनुहुन्छ प्रियजनहरू, भित्री मनुष्यत्व चाहिँ महत्त्वपूर्ण छ तपाईँको जीवनमा। त्यो भित्री मनुष्यत्वले चाहिँ परमेश्वरलाई पुकार गर्छ, परमेश्वरलाई खोज्छ। तर हृदय छ नि, हृदयमा प्राण पनि छ होइन। त्यो प्राणले चाहिँ के गर्छ, इच्छाहरू जगाउँछ, अभिलाषाहरू जगाउँछ होइन, इमोसनको कुराहरू ल्याउँछ, भावनात्मक कुराहरूमा सोच्न बाध्य बनाउँछ। अनि त्यहाँदेखि मन होइन, मनहरू चेन्जेस हुने कुराहरू त्यसमा हुन्छ। तर भित्री तपाईँको स्पिरिट
स्पिरिट होइन, तपाईँको आत्मा, पवित्र आत्मा कुरा गरेको होइन मैले, तपाईँको आत्मा, त्यो आत्मा चाहिँ मनुष्यत्व हो क्या। अनि त्यही मनुष्यत्व चाहिँ कहाँ बास गर्छ? तपाईँको हृदयमा बास गर्छ नि त। अघि अघि मैले भन्दै थिएँ तपाईँलाई, जब मान्छेको शरीरलाई चाहिँ आत्माले छोड्छ नि, गर्छ नि, गर्नुहोस् त तपाईँहरू पनि, मैले मात्रै गरेर हो कि के हो, गर्नुहोस् त, गर्नुहोस् न, भित्रबाट त्यो आउँछ क्या, गरेर मान्छे जान्छ। एक दिन जानै पर्छ। तपाईँहरू म हेर्नुहोस्, मन नलाग्दा पनि जानुपर्छ। तर गएको मान्छे कहिले फर्केर आएको छ भन्नुहोस् न? आएको छ? आएका छैनन्। किन भन्दाखेरि यो नर्क हो यो ठाउँ होइन। किन आउँछन्? त्यस्तो सुन्दर ठाउँ स्वर्ग पाएको छ, कहाँ आउँछ मान्छे? एउटा याद दिलाउन चाहन्छु म, तपाईँहरूले पनि सुन्नै भएको छ, तर म याद दिलाउन चाहन्छु। स्मिथ विगल्सको जीवनबाट मैले सिकेको कुरा, उहाँ चाहिँ कहाँ अब होइन, सेवा सङ्गति गएर आएको, प्रचारहरू एकदमै होइन, प्रचार गरेर सँगै गरेर सेवकै गरेर आएको। घरमा आउँदाखेरि त उहाँको श्रीमती त गइसकेको रहेछ। उहाँको श्रीमती चाहिँ के रहेछ? गइसकेको भन्दाखेरि पहिला गएको होइन क्या, भएर अघि प्रभुको घरमा गइसकेको रहेछ। उहाँको देहान्त भइसकेको रहेछ, मृत्युमा गइसकेको रहेछ। अनि स्मिथ विगल्सले आएर यत्तिकै येशूको नाममा फर्किआइज भन्दै आफ्नो श्रीमतीलाई 7 चोटि गरेपछि चाहिँ फर्केर आएको। अरे हाक्छन् गरे अरे होइन, हाक्छन् गरेर आयो अरे। अनि उहाँको श्रीमती कस्तो खुसी हुन्थ्यो, खुसी हुनुभयो होला है। अब मरिसकेको मान्छे जीवित हुँदा खुसी हुँदैन? खुसी हुन्छ नि जो पनि, हुँदैन भन्नुहोस् त? हुन्छ, जो पनि खुसी हुन्छ नि, म बाँचेँ भनेर खुसी हुन्छ नि। तर स्मिथ विगल्सको श्रीमती डिफ्रेन्ट छ। अनि उहाँको श्रीमतीले सोध्यो, प्रिय मेरो शान्तिलाई किन भङ्ग गर्यौ भनेर क्या। के भन्नुभयो अरे? मेरो शान्तिलाई किन भङ्ग गर्यौ भनेपछि चाहिँ ए त्यसो हो के तिमी के मसँग रहने होइन, नरहने के छ फेरि विचार? म नरहने, म कहाँ, म जाने हो भनेर फेरि ल त यसोको नाउँमा जाऊ भनेपछि बुकलुकै फेरि गएको है। यो चाहिँ एकदमै जीवित र ज्वलन्त उदाहरण मैले त्यहाँबाट थाहा पाएँ स्मिथ विगल्सको होइन। गइसकेको हो नि त उसको श्रीमती त, स्वर्गीयमा गइसकेको हो, स्वर्ग देखिसक्यो। अब फेरि यो शरीरमा किन आउन चाहन्छ? त्यो दुर्बल शरीरमा होइन, आउन चाहँदैन कोही पनि। तपाईँले लडाइँ जितिसकेको लडाइँ फेरि तपाईँ हार्न चाहनुहुन्छ त? कदापि हार्न चाहनुहुन्न। अनि जब उसको श्रीमती स्वर्ग नै गइसकेको छ भने ऊ किन फेरि त्यो नर्क ठाउँमा आउँछ भन्ने उसले देख्यो, स्वर्ग नर्क देख्यो, तर गइगयो होइन, फेरि जानुभयो होइन। अनि यहाँ यसको मतलब के भन्दाखेरि भित्री मनुष्यत्व, तपाईँको आत्मा गरेर आउँछ होइन। त्यो आत्माको बारेमा चाहिँ सोच्नुपर्छ। त्यो भित्री मनुष्यत्व चाहिँ चेन्जेस आउनुपर्छ। त्यसमा जानुभन्दा पहिला चेन्जेस आउनुपर्छ। त्यसमा परमेश्वरले तपाईँलाई आशिष दिने हो। यो बाहिर होइन, बाहिर ओहो क्रिम लगाएर ह्यान्डसम ब्युटी भएर परमेश्वरले आशिष दिनुहुन्छ कि भनेर जानुभयो भने दिनुहुन्न। तर भित्री मनुष्यत्व तपाईँको चेन्ज भयो भने त्यसमा चाहिँ परमेश्वरले तपाईँलाई ब्लेस गर्न चाहनुहुन्छ, त्यसमा तपाईँलाई सेवाकाई दिन चाहनुहुन्छ, त्यसमा तपाईँलाई बोल आउट गर्नुहुन्छ, त्यसमा तपाईँलाई चुन्नुहुन्छ, ठाउँ ठाउँमा तपाईँलाई लानुहुन्छ परमेश्वरले। जबसम्म त्यो भित्री मनुष्यत्व बलियो हुँदैन, बालक हुन्छ नि, तबसम्म परमेश्वरले काम गर्न सक्नुहुन्न। जब तपाईँ जवान हुनुहुन्छ अनि मात्रै परमेश्वरले तपाईँको जीवनमा काम गर्न चाहनुहुन्छ। तपाईँको शरीर जतिसुकै जवान किन नहोस् न, बुढो किन नहोस्, तर भित्री मनुष्यत्व बालकै छ भने कहाँ तपाईँको जीवनमा परमेश्वरले काम गर्नुहुन्छ? पटक्कै गर्नुहुन्न। तपाईँको भित्री मनुष्यत्व चाहिँ परिपक्वतामा जानुपर्छ, म्याच्युरिटीमा जानुपर्छ, त्यो भित्री मनुष्यत्वमा। अनि त्यो मनुष्यत्वमा परमेश्वरले काम गर्नुहुन्छ। तपाईँले भन्नुहुन्छ नि बारम्बार, मेरो जीवनमा किन काम गर्नु भएन प्रभु, म पनि त गर्न चाहन्छु। हो, राइट, तपाईँको राम्रो विचार छ,
राम्रो सोच छ, तर भित्री चाहिँ किन तपाईँ र म चेन्ज नहुने त? होइन, भित्र हो नि त चेन्ज हुनुपर्ने, बाहिर सोचाइमा मात्र होइन। हाम्रो बाहिर सोचाइले चाहिँ के गर्छ, मलाई पनि परमेश्वरले चलायो भने म काम गर्छु नि भन्ने सोच मात्रै हुन्छ, तर भित्री मनस्तत्वमा कहिले चेन्ज हुने? नयाँ गरी भनेको छ होइन, कोही यदि कोही नयाँ गरी जन्मिन भने भनेको छ नि त, स्वर्गीयको राज्यमा पस्ने छैन। अनि त्यो चाहिँ कसरी? पानी र आत्माद्वारा भने छ नि त। यो दुइटाबाट जन्मिनु आवश्यक छ। जन्मिएर मात्रै भएन, यहाँ चाहिँ अब होइन, जन्मिएर मात्रै भएन, तर तपाईँ बढ्नु पर्यो। तपाईँको भित्रै मनस्तत्वको सोच होइन, विचारहरू परिवर्तन आउनु पर्यो, म्याचुरिटीमा जानु पर्यो। अनि त्यही त्यही मनुष्यत्वलाई नै, त्यही मनुष्यत्वलाई चेन्ज गर्न चाहिँ येशू आउनुभएको है। होइन, हाम्रो सोचलाई मात्र होइन, तर भित्री त्यो मनुष्यत्वलाई नै चेन्ज गर्न आउनुभएको हो। हाम्रो शरीरलाई स्वर्ग लान आउनुभएको होइन, तर हाम्रो आत्मालाई स्वर्ग लान आउनुभएको येशू चाहिँ। हाम्रो आत्मा, त्यो मनुष्यत्वलाई, भित्री मनुष्यत्वलाई लानु। किन भन्दाखेरि परमेश्वरले गरेर आदमको होइन, आदमको बडीमा चाहिँ आफ्नो आत्मा हालिदिनु भएको छ नि त। त्यहाँ लगनी गर्नुभएको छ क्या परमेश्वरले। अनि त्यो आत्मालाई चाहिँ उहाँले लाने हो नि त स्वर्ग। त्यही आत्मा चाहिँ दुष्टले खोसेको थियो नि त नर्क लानको लागि होइन, शैतानले त्यो आत्मालाई चाहिँ पापमा फसाएर लगिरहेको थियो। अनि अघि पावल प्रेरितले भन्दै थियो होइन, रोमीको पुस्तकमा भन्दै थियो, भित्री चाहिँ के छ, अब द्वन्द्व छ। हेर्नुहोस्, तपाईँको आत्मा र तपाईँको भनौँ प्राणसँग द्वन्द्व छ क्या। शरीरको प्राणले चाहिँ शरीरको कुरोमा मन लगाइदिन्छ, त्यहाँ भित्री भित्री द्वन्द्व छ। तपाईँलाई परमेश्वरको होइन, परमेश्वरको राज्यमा काम गर्ने राम्रो होइन, तपाईँको सोच छ, विचार छ, तर यता प्राणले चाहिँ तपाईँलाई दिँदैन, छेक्छ होइन, छेकिदिन्छ। त्यो प्राणले चाहिँ तपाईँलाई भनौँ न राम्रो राम्रो घर बङ्गला गाडी मान इज्जततिर लैजान्छ क्या, इमोसनल कुराहरूमा तपाईँलाई बढाइदिन्छ, तर त्यो कुरोले तपाईँलाई छेकिरहेछ भनेर तपाईँलाई थाहा हुँदैन। तर वास्तवमा त्यस्तो कुराले इच्छा होइन, अभिलाषा अनि भावना अनि त्यहाँदेखि अर्को मन होइन, यी कुराहरूले चाहिँ तपाईँलाई छेकिरहेको हुन्छ। यिनीहरू चाहिँ परमेश्वरको आत्मा, पवित्र आत्मा र तपाईँको आत्माको विरुद्धमा काम गर्छ। किनभने त्यो आत्मालाई त रोक्नु पर्यो नि त होइन, स्वर्ग जानको लागि त रोक्नु पर्यो नि तपाईँको आत्मालाई। तपाईँको यो शरीरसँग मतलब छैन दुष्टलाई पनि होइन, दुष्टलाई पनि मतलब छैन, तर परमेश्वरलाई मात्रै मतलब छ। आत्मा र तपाईँको शरीरको होइन, शरीरको पार्टको परमेश्वरलाई मात्रै मतलब छ, किनभने उहाँले बनाएको हामीलाई होइन। अनि त्यो आत्मालाई चाहिँ शैतानले के गर्छ, तपाईँको आत्मालाई, त्यो भित्री मनुष्यत्वलाई चाहिँ नर्कमा लग्यो भने ऊ सफल भयो होइन। उसको योजना परमेश्वरको सृष्टिलाई भङ्ग गर्ने होइन, चोर्ने मार्ने त्यसो गर्छ नि त दुष्टले। तर परमेश्वरले चाहिँ त्यही तपाईँको भित्री आत्मालाई चाहिँ बचाउने काम गर्नुहुन्छ। किनभने दुष्टले आदमद्वारा चाहिँ मृत्युमा पुर्याएको थियो नि त। त्यही द्वन्द्व हो क्या वास्तवमा, त्यही द्वन्द्व हो। अनि त्यो द्वन्द्वबाट चाहिँ परमेश्वरले तपाईँलाई भिक्टोरियस लाइफ दिन चाहनुहुन्छ होइन, एकदमै विजयको जीवन दिन चाहनुहुन्छ। अनि त्यो भित्र मनुष्यत्व चाहिँ अब चेन्ज हुनु पर्यो। तपाईँ र मेरो बालक जस्तो हुनु हुँदैन। हामी भित्री अन्तस्करणमा हामी चाहिँ बलियो हुनु पर्यो, बलियो हुनु पर्यो। यशायाको वचनले भन्छ होइन, यशाया 40:31 भन्छ, तर परम प्रभुको आशा गर्नेहरूको बल फेरि के हुन्छ, नयाँ हुन्छ है। परम प्रभुमाथि आशा गर्नेहरूको बल चाहिँ के हुन्छ, नयाँ हुन्छ। तिनीहरू गरुड झै माथि माथि उड्नेछ र दुगेर पनि तिनीहरू थाक्ने छैन, तिनीहरू हिँड्नेछन् तापनि मुर्छा पर्ने छैनन् भनेर परमेश्वरको वचनले भन्दछ यशायाको होइन, यशायाबाट। अब यहाँ के हो भन्दाखेरि शरीर त शरीर थाकोस् नथाकोस्, तर मान्छेको हृदय चाहिँ थाकिसकेको हुन्छ क्या। जब मान्छेको हृदय थाकिसकेको हुन्छ नि, केही गर्न सक्दैन उसले। तपाईँले नि याद गर्नुभएको होला यो कुरा होइन, मान्छेको हृदय चाहिँ थाकिसकेपछि उसले केही गर्न सक्दैन। हो, त्यही हृदयभित्र चाहिँ तपाईँको आत्मा हुनुहुन्छ, मनुष्यत्व हुनुहुन्छ, त्यसलाई नै परमेश्वरले शक्तिशाली पार्नुहुन्छ क्या। अनि
त्यो हुँदाखेरि तपाईँले भित्री मनुष्यत्वलाई परिपक्वतामा लानुको लागि अब तपाईँले चाहिँ माथिको कुरो खोज्नु पर्यो नि त। तपाईँलाई परमेश्वरले नयाँ गरी जन्माउनु मात्रै भएको छैन होइन, तपाईँलाई जन्माउनु भयो नयाँ गरेर, तर पुरानै कुरा लगाऊ भनेर होइन नि त तपाईँलाई, होइन, पुरानो कुरा लगाउनुको लागि होइन। अब हामीले मानिसले आमा बुवाले गरेको जस्तो व्यवहार चाहिँ परमेश्वरले गर्नुहुन्न। मानिसले के गर्छ, पहिलो छोरो जन्मिँदा चाहिँ नयाँ किनिदिन्छ होइन, दोस्रो छोरो जन्मायो भने त्यही पहिला छोरा छ र त्यही लगाइदिउँ, हो कि होइन भन्नुहोस् न। हामीले गरेकै छौँ होइन, हो हाम्रो आर्थिक अभाव होला के होला त्यसो गऱ्यौँ, तर त्यो गरेर गल्ती गरौँ भन्नु खोजेको पनि होइन। तर परमेश्वरले चाहिँ हामी जस्तो गर्नुहुन्न। उहाँले जन्माएपछि नयाँ कुरा नै लगाइदिनुहुन्छ, हामी नयाँ कुरा लगाइदिनुहुन्छ। अनि नयाँ कुरा चाहिँ अब के हो त भनेर अलिकति त्यसमा हामी अलिकति अगाडि बढ्न जरुरी छ है। त्यो चाहिँ के भन्दाखेरि अब हामी जन्मिसकेपछि हामीले के लगाउँछौँ होइन, आमा बुवाले के लगाइदिन्छ, धारण गर्ने कुराहरू हुन्छ नि, जुत्ता चप्पल होइन, नयाँ नयाँ लगाइदिन्छ है। भनौँ आशिष होइन, आशिषले नातिनी जन्मिँदाखेरि, छोरी जन्मिँदाखेरि कति नयाँ नयाँ लुगाहरू ल्याइदिएछ होइन मेरो छोरीलाई भनेर। यता यहाँ नेपालमा सुरजले कति धेरै होइन लुगाहरू त्यसरी चाहिँ अब होइन जन्मेको नयाँ गरी जन्मेको आफ्नो छोरीलाई माया गर्छ होइन। त्यसरी नै परमेश्वरले धेरै कुराहरू दिन चाहनुहुन्छ, तर अब तपाईँ र मैले चाहिँ धारण गर्नुपर्ने हुन्छ। धारण गर्नुपर्ने कुराहरू कलसी 3:10 भन्छ, र नयाँ स्वभाव धारण गरेका छौ जो आफ्नो सृष्टिकर्ताको रूप अनुसार ज्ञानमा नयाँ भइरहेका छौ। अब नयाँ स्वभाव धारण गरेका छौ भनेपछि त नयाँ कुरा रहेछ नि त यहाँ होइन, नयाँ कुरा रहेछ नि त धारण गर्नुपर्ने। अनि फेरि तल भन्छ, यसकारण परमेश्वरका चुनिएकाहरू पवित्र र प्रिय भएर तिमीहरूले करुणा, दया, दीनता, नम्रता र धैर्य धारण गर भनेको छ यो है। के गर्नु पर्यो, करुणा, के गर्नु पर्यो, दया गर्नु पर्यो, के गर्नु पर्यो, दीनता होइन, त्यहाँदेखि के गर्नु पर्यो, नम्रता, अनि के गर्नु पर्यो, धैर्य धारण गर्नु पर्यो। एउटाले अर्कालाई सहने गर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने एक अर्कालाई क्षमा गर, जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ त्यसरी तिमीहरूले पनि क्षमा गर्नुपर्छ। यी सबै भन्दा बढी बरु प्रेम धारण गर, जसले सबै थोकलाई सम्पूर्ण एकतामा एकसाथ बाँध्छ। धारण गर्नुपर्ने के रहेछ त, महत्त्वपूर्ण चाहिँ प्रेम नै रहेछ। अगाडि 4-5वटा कुराहरू थियो। पवित्र रहनु आवश्यक छ, प्रिय हुनु आवश्यक छ है। पहिलो नम्बरमा के हुनेछ, पवित्र रहनु आवश्यक छ अनि प्रिय हुनु आवश्यक छ। अनि त्यहाँदेखि धारण गर्नुपर्ने करुणा, दया, दीनता, नम्रता, धैर्य, अनि क्षमा गर्ने, सहन सक्ने र अनि प्रेम गर्ने, यी कुरा चाहिँ तपाईँ र मैले चाहिँ धारण गर्नुपर्ने छ पहिला चाहिँ होइन। सुरुमा चाहिँ कुनै पनि नयाँ गरी जन्मेको बच्चालाई चाहिँ तुरुन्तै होइन उसलाई होइन के अरे बच्चालाई चाहिँ होइन नग्न राख्दैन क्या, नाङ्गै राख्दैन, तर उसलाई न्यानो कुराहरू दिन्छ। त्यस्तै परमेश्वरले पनि हामीलाई यी कुराहरू दिनुभएको छ, यसमा चाहिँ हामी चाहिँ बढेर जानु पर्यो। यो कुरा हामीले गर्नु सकेको छैन भने अब भित्री मनुष्यत्वमा यो कुराहरू हुनुपर्छ। अब यहाँ भयो भने हुँदैन। अघि मैले भन्दै थिएँ होइन, यदि हाम्रो आत्मा र हृदय यहाँ भइदिएको भए हुन्छ त, हुँदैन नि त। आँखामा भइदिएको हुन्छ, हुँदैन। भित्री यहाँ हुनु होइन, यहाँबाट चाहिँ यी कुराहरू निस्किनु पर्यो, भित्रबाट बाहिर निस्किनु पर्यो। जुन कुरा भित्रीबाट बाहिर निस्किन्छ राम्रो भयो भने त्यो राम्रो होइन भएर जान्छ, शुद्ध भएर जान्छ। अशुद्ध कुरा निकाल्यो भने सबैलाई अशुद्ध पारिदिन्छ होइन भनेर परमेश्वरको वचनले भनेको छ नि त। यसुले भन्नुभएको छ, पावल प्रेरितले पनि ती कुराहरू भन्दछ। अनि अब भित्रीबाट चाहिँ के कुरा तपाईँले धारण गरेको कुराहरू देखिनु पर्यो होइन। जस्तो कि एउटा मानिसले लुगा लगाइसकेपछि उसले कोट लायो, उसले ज्याकेट लायो, उसले टी सर्ट लायो, उसले होइन सुट लायो भनेर भन्छौँ नि हामी। अनि भित्री मनुष्यत्वले चाहिँ के लायो त, त्यो देखिनु पर्यो तपाईँ र मेरो जीवनबाट।
आमेन। भित्र मनुष्यत्वले चाहिँ के धारण गरेको छ त्यो कुरो चाहिँ तपाईँको जीवनमा प्रकट हुनु पर्यो। यस कारणले गर्दाखेरि किन तपाईँ चेन्जेस हुनु जरुरी छ भन्दाखेरि तपाईँको भित्री मनुष्यत्वको वस्त्र चाहिँ के हो त? वस्त्र होइन, वस्त्र थाहा पाउनु पर्यो अरूले तपाईँ चाहिँ यो है भनेर। अघि तपाईँलाई चिनारी के दिएको थियो? नाम दिएको थियो। तर अहिलेको चिनारी हाम्रो अलग हो। तपाईँलाई कसैले भेट्यो भने ऊ त क्रिस्तानी हो नि भन्छ नि, होइन? भन्छ कि भन्दैन? अमेरिका नि भन्छ, नेपाललाई नि भन्छ क्रिस्तानी भन्छ। हाम्रो चिनारी त्यो हो। तर क्रिस्तानीको भित्रबाट आउने चाहिँ कुरो के हो त? असली कुरो चाहिँ के हो? त्यो चाहिँ भित्री मनुष्यत्वमा हुन्छ। अनि त्यो मनुष्यत्वमा परमेश्वरले राख्न चाहनुहुन्छ, तपाईँले राख्नु पर्यो र निकाल्नु पर्यो। तपाईँ आफैले चाहिँ केही पनि सृष्टि गर्न सक्नुहुन्न, तर परमेश्वरले तपाईँलाई दिनुहुन्छ, त्यही कुरो तपाईँले निकाल्ने हो। अनि तपाईँको पहिचान पनि त्यसरी भएर जानेछ। अनि त्यो भित्री मनुष्यत्वमा परमेश्वरले लगातार तपाईँलाई लगनी गरेकै हुनुहुन्छ। तर तपाईँले चाहिँ कसरी लिनुभयो यो कुरालाई? होइन, हल्कै रूपले लिनुभयो कि परमेश्वरलाई होइन जीवन चलेको छ, म यसरी नै चल्छु, मलाई पुगेको छ भन्दै हिँड्नु भएको छ भने खबरदार, होइन? खबरदार, सचेत गराउन चाहन्छ। तपाईँलाई धम्की दिएको होइन है, माफ गर्नुहोस्, मलाई धम्की होइन यो, तर तपाईँलाई सचेत गराउन चाहन्छु। यदि त्यसरी हामी हिँड्दैछौँ भने हाम्रो सोचहरू परिवर्तन गरौँ, हाम्रो भित्री मनुष्यतालाई चेन्जेसमा ल्याउँ। हुन्छ, म परमेश्वरको वचनलाई यसमा राख्दै बिदा लिन चाहन्छु होला। लगभग 1 घन्टा हुन लाग्यो होला मैले बोलेको। माफ गर्नुहोस् सबैजना।